आज चाहिँ मेरो किचनमा पाक्दैछ कटहरको तरकारी। सुरुमा मैले तोरीको तेल लिएँ, स्टार्निस, जिरा, ज्वानो, तेजपत्ता अनि हामी हाल्छौँ प्याज। प्याज चाहिँ हामीले रातो हुने गरी फ्राई गर्ने, त्यस पछाडि हामी हाल्छौँ कटहर। कटहरलाई चाहिँ म मटनवाला ट्रिटमेन्ट दिन्छु। एकदमै मिहिनेत गरेर पकायो भने कटहर चाहिँ एकदम मिठो हुन्छ। अनि कटहरलाई बेसार हाल्ने, नुन हाल्ने स्वादअनुसार अनि मजाले भुट्ने, रातो हुने गरी भुटिसकेपछि चाहिँ मजाले त्यसमा हामी हाल्छौँ टमाटर हालिसकेपछि हामी हाल्छौँ लसुन, अदुवा, जिरा पिसेको। अनि मैले धनियाँ चाहिँ सुरुमै हालिदिएँ, पछि हाल्दा पनि हुन्छ। मैले चाहिँ अब धनियाँ बजारबाट ल्याएको भन्दा अलिअलि पाकोस् भनेर धनियाँ पनि हालिदिएँ। अनि मजाले भुटिसकेपछि लपक्क भएपछि चाहिँ सिट्ठी लाउने। हजुरहरूलाई ग्रेभी खान मन छ भने पानी हालेर सिट्ठी लाउँदा पनि हुन्छ, मलाई चाहिँ मन पर्दैन। त्यही भएर यत्तिकै पकाएँ, सिट्ठी लाएँ।